दिन उनीहरूले याद राखोस् हामी देश बनाउन आएको, देश बिगार्न होइन। देश बनाउन लडेको आन्दोलन हो, देश बिगार्न होइन। जुन तरिकाले उहाँहरूले हामीलाई आक्रमण गर्नुभयो, हाम्रो साना भाइ बहिनीहरूलाई गोली हान्नुभयो, गिधी हामीले हातमा बोकेर हामीले हिँड्यौँ। त्यो रगतको कसम, यो माटोको कसम अबको देश युवाहरूले नै बनाउँछ। यो नयाँ नेपाल हामीले हेर्छौँ, यो नयाँ सोच, नयाँ देश जुन चाहिँ हामीले कल्पना गरेछौँ नि, बच्चादेखि हामीले देश राम्रो हुन्छ होला भनेर हामी सोचेको थियौँ नि, विदेश जानु पर्दैन भनेर हामी सोचेको थियौँ नि। अबदेखि यो अस्ट्रेलियाका भिजामा हान्नु नपरोस्, अमेरिकाको भिजा हान्नु नपरोस्, नर्सहरूले नि बाहिर जानु नपरोस्। आमा बुवाले आँसु छाड्दै एयरपोर्टमा गएर आँसु पोकाउँदै आफ्नो छोरालाई छोरीलाई पठाउनु नपरोस्। आफ्नै देशमा बस्ने हो, आफ्नै देशमा गर्ने हो, आफ्नै देश बनाउने हो हामीले। त्यसको लागि तपाईँ सबैजनालाई थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद छ हजुर। आमा बुवादेखि लिएर सम्पूर्ण नेपाली जनता जसले यो जेन्जी पुस्तालाई साथ दिनुभयो र विश्वास गर्नुभयो, आफ्नो छोरामाथि आफ्नो छोरीमाथि साना बालबालिकाहरूलाई विश्वास गर्नुभयो हजुर। सम्पूर्ण नेपाली वासीहरू, नेपाली जनताहरू, नेपाली देश विदेशमा राख्नुभएका सबैजना धन्यवाद। सबैजना हामीलाई के बनिएन, हामीलाई आतङ्ककारीले एजेन्ट हामीलाई के मात्र भनेन यिनीहरूले, देश बेचुवा दलाल देशकै होइन पनि भन्न भ्यायो है, देशकै होइन भनेर भन्नु भ्यायो। 36 सालदेखि राज गरिरहेको छ उनीहरूले, गएर जे सन्धिहरू गरे इन्डियामा गर्यो, अरू ठाउँहरूमा गएर गर्यो। देश बेच्यो हामी, महाकाली गरेर बेच्दियो, देश बेच्यो हामी, गएर कमिसन खोर गरेर के मात्र काण्ड गरेन यिनीहरूले, दलाल हामी। हामी अबको पुस्ताहरू, अबको युवाहरू र अबको जनताहरू हामी सचेत भइसकेका छौँ। अब यो देश यो भ्रष्टाचारीहरूको देश होइन, यो नेपालीको देश हो। हरेक नेपाली, तपाईँ हामी जस्तो साधारण नेपालीको आवाज हो यो। अब आउने देश, अब आउने स्विजरल्यान्ड हुँदैन, अब आउने देश नेपाल मात्र हुन्छ। धेरै धेरै धन्यवाद। म त्यति भाषण त दिन आउँदैन, यो मेरो मनको कुरा मात्रै हो। धेरै पीडा भोगे, आफ्नो भाइ बहिनीहरू विदेश गएको टाइममा धेरै दुःख देखे, हरेक ठाउँमा अस्पतालमा भ्रष्टाचार देखे, हरेक ठाउँमा दुःख देखे। कहीँ पुल बनाएको छैन, कहीँ तपाईँको अहिले कमला पुलको हालत हेर्नु, 15 वर्षदेखि स्कुलमा विद्यार्थी छैनन्, तपाईँहरूलाई रोजगारी छैन, हामीलाई काम छैन, कुनै काम गर्नु पर्यो 1 नम्बर कोठा, 2 नम्बर कोठा, 3 नम्बर कोठा भन्दै हामीलाई खेदाउँछ। यो पीडा हामी जहिले भएको, लाइसेन्स गर्न एउटा 2 वर्ष कुर्नुपर्छ। यो तपाईँ हामीको समस्या